गुन्डाहरू गुन्डागर्दीहरू पालेर बस्नु भएको छ होइन कसको लागि पाल्नु भयो हामीलाई मार्नको लागि पाल्नु भयो हाम्रो छोराछोरी मार्नको लागि पाल्नु भयो होइन ट्याङ नै हान्दिने त्यो मान्छे मरिसक्यो 15-20 जना बच्चाहरू के त्यो चान्चुन घटना हो असली शिव हो बस यो शिव बोल्दैछ क्या शिवको आत्मा मैले बढी 10 वर्ष अगाडि माथि गएको थिएँ आज बढी माथि नै गएर आएको म 3टा सपना देखेँ मैले पहिलो सपना मलाई कहाँ लग्यो या पानी मुनिको ट्याङ्करभित्र लग्यो अन्डरग्राउन्डमा लग्यो कहाँ मेरो बिउजी यस्तो हेरेँ यस्तो हेरेँ अब चाहिँ म निदाउँदिनँ किनभने म धरतीमा आउँदिनँ जस्तो लाग्यो फेरि मेरो छेउमा मेरो मिसेस पनि थियो होइन अब मलाई फेरि निदाउँदिनँ भन्दा भन्दै फेरि निदाएको छु गुम्बामा लग्यो घर त फेरि हिँडेर घुम्छ फेरि म निदाउँदै मर्छु जस्तो लाग्यो कि मर्न त डर हुन्छ नि त सबैलाई होइन ननिदाएपछि बिउजिन्न कि भन्ने मलाई त्यो त आवाज भयो क्या अनि उयो कता कता आर्मीको असुल ग्यास आयो पुलिसको असुल ग्यास आयो अब म मरेँ बडे भग्लाका ढलेछु यसो हेर्दा त छाङ्ग दिमाग खुल्यो क्या जा डाक्टर निकोलस भुसाललाई तैँले 10 वर्षदेखि अध्ययन गरेछस् ऊ लोड त किन जाँदैछ भने मेरो आत्माले क्या आत्माले भन्यो मलाई त्यही भएर आएको हुँ मलाई अति रिस उठिसकेको छ यो राजनीतिक अवस्थाहरू देखेर यो अरे शिव के को लागि राजनीति गर्ने के कानुन यो हामीले जलाएको होइन यो सबै हामीले जलाएको होइन अनि फेरि कानुन के को लागि आयो त कुट्टी हात खुट्टा बाँध्ने फेरि यो कानुन गई अनि कसले राख्यो सुशीला कार्कीलाई उहाँ लगेर जेनजीले राख्यो होइन अनि राख्यो त हो हामीले राख्यो हो नि तपाईँ हामीले राख्यो हो नि क्या त्यहाँ मूर्ति बन्न दिएको हामीले पोस्टकार्ड राखेको कि सुशीला कार्की राखेको त्यहाँ के उहाँलाई पोस्टकार्ड बनाएको हामीले अब फेरि पञ्चायत जस्तो व्यवस्था हुनुपर्छ चाहिँदैन हामीलाई कानुन सानुन हामी पर व्यक्ति सुध्रौँ न कसैको नलुटाउँ कसैको नचराउँ कसैलाई कुटपिट नगरौँ सबै त किन चाहियो कानुन किन चाहियो कानुन होइन कानुन सबै हामीले जलाइदियो होइन अब एउटा घरभित्रको कानुन घरभित्र हुन्छ घरबाट बाहिर निस्केपछि समाजको कानुन समाजबाट बाहिर निस्केपछि राष्ट्र